गुड मर्निङ एभ्रिवान। अहिले चाहिँ होइन बिहानको 10 बजिरहेछ। म चाहिँ अब कामतिर लागेँ। आज छिटो जानु पर्यो, कोही थिएन मान्छे उता, चाबी पनि मसँगै छ, त्यही भएर छिटो जानु पर्यो। नत्र त म 10 मिनट 20 मिनट 15 मिनट भएर लेट जान्थेँ। त्यही भएर लाइफ इज सर्ट होइन, धेरै छोटो छ लाइफ। जिउने तरिका भनेको आफूले हो। अब म चाहिँ अब त्यही मिडल क्लास फ्यामिलीमा पऱ्यो होइन, त्यति खासै धनी पनि छैन। धनी मान्छे बन्नको लागि पनि त अब धेरै मिहिनेत गर्नुपर्छ नि त लाइफमा, धेरै स्ट्रगलहरूसँग लड्नुपर्छ होइन, पाइला हार्नु चाल्नुपर्छ। सबैलाई थाहै नै होला। अब आफूलाई हेर न, आफूलाई हेरेर कुरा गर्नुपर्छ होइन, किनभने अब आफूले पनि त धेरै मिहिनेत गरिरहेको छु नि त केही पाउनको लागि होइन। गुमाउनु चाहिँ धेरै गुमाइसक्यो हामीले आफ्नो लाइफमा। आफ्नै माया गर्ने मान्छे गुमाइसके, विश्वास पनि खै कसको गर्नु, अब गर्नु छैन कसैको विश्वास। आफूमाथि आफूले नै भर पर्नु छ। त्यो जिन्दगीलाई यति अगाडि बढाउनु छ कि कसैले हेर्दा पनि हो यार मान्छेले स्ट्रगल गर्यो, आफ्नो लाइफ बनायो भन्ने चिजको क्या मलाई चाहिँ त्यस्तो लाग्छ होइन। आफ्नो बारेमा नसोचिकन अर्को बारेमा सोचेर फाइदा छैन नि त लाइफमा होइन। तिमीहरूले पनि त मेरो बारेमा थोरै सोचेर होला होइन। तपाईँको मोबाइलमा भिडियो आउँछ होला मेरो, त्यही सुन्छ होला, राम्रो लाग्यो लाइक गर्छ होला, गर्दैन होला, त्यो आफूमा छ, आफूमा भर पर्छ भनौँ न। त्यही भएर म के भन्छु भने होइन, लाइफ धेरै छोटो छ अनि जिउने तरिका भनेको आफूले हो। लाइफमा सधैँ खुसी रहनुपर्छ, चिल हुनुपर्छ भन्ने जस्तो लाग्छ मलाई चाहिँ होइन। आफू पनि खुसी हुनुपर्छ होइन, घर परिवारमा पनि सबैलाई खुसी राख्नुपर्छ भन्ने जस्तो लाग्छ क्या। सबैभन्दा त होइन आफ्नो जन्म दिने मम्मी बाबा, घरमा दाइहरू भाउजू तिनीहरू सबैसँग मिलेर मिठो बोली गरेर बस्नुपर्छ, मिठो बोलेर होइन सबैको प्यारो गर्नुपर्छ भन्ने जस्तो लाग्छ मलाई चाहिँ। त्यही छ लाइफमा, केही छैन। अब म चाहिँ यहाँ दिल्लीदेखि भ्लग गर्छु होइन गाइज। अब यहाँ पनि चिसो बढिसक्यो नेपालमा चाहिँ, अब चिसो नै होला भनौँ होइन। अब साँझ बिहानतिर चाहिँ अब चिसो हुन्छ, यहाँ पनि त्यस्तै छ। अब यहाँ पनि धेरै नेपाल जस्तै नै चिसो हुन्छ अरे। म चाहिँ अब फर्स्ट टाइम दिल्ली बस्दैछु। म चाहिँ फेरि मुम्बईको लाग्दै हो नि त, फेरि 4 साल मैले मुम्बईमै काटेँ हो नि त, त्यही भएर ल फेरि अर्को भ्लगमा भेटौँला होइन, यस्तै कुराकानीमा। ठिक छ, बाई।